इरानको इतिहासमा एउटा युगको अन्त्य भएको छ। Iranian state media is telling the people of Iran that the Ayatollah has been killed. झन्डै 4 दशकसम्म इरानलाई आफ्नो मुठ्ठीमा राखेको नेता आयतोल्ला अली खामेनीको अमेरिका र इजरायलको संयुक्त आक्रमणमा मृत्यु भएको छ। 36 वर्षसम्म इरानको शक्तिशाली कमान्ड सम्हालेका यी नेताको अन्त्यले अब मध्यपूर्वलाई कुन मोडमा पुर्याउला? आजको भिडियोमा हामी खामेनीको उदयदेखि उनको नाटकीय अन्त्यसम्मका सबै विवरण चर्चा गर्नेछौँ। मार्च 2026 को सुरुवातसँगै विश्व राजनीतिमा एउटा ठूलो हलचल आयो। ओमानको सहयोगमा इरान र अमेरिका बीच वार्ताको प्रयास भइरहँदा अचानक इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरे। यो आक्रमणमा इरानका 79 वर्षीय सर्वोच्च नेता अली खामेनी मारिएका छन्। सन् 1989 मा रुहुल्ला खमेनीको मृत्युपछि सत्ता सम्हालेका अली खामेनी इरानको सबैभन्दा लामो समय शासन गर्ने शक्तिशाली व्यक्ति थिए। खामेनी सन् 1963 देखि नै शाह शासन विरुद्धको क्रान्तिमा सक्रिय थिए। 1981 मा उनी इरानको राष्ट्रपति बने र इरान इराक युद्धको कठिन समयमा सेनाको मनोबल बढाउन फ्रन्ट लाइनमै पुग्ने गर्थे। 1999 मा उनी सर्वोच्च नेता चुनिएका थिए। यद्यपि सुरुमा उनले आफू यस पदका लागि योग्य नभएको बताएका थिए। I told Mr. Hashemi Rafsanjani that I would not accept this. खामेनीकै नेतृत्वमा इरानले सिरिया, इराक, लेबनान र यमनमा आफ्नो प्रभाव फैलायो, जसलाई उनले एक्सिस अफ रेजिस्टेन्स भन्ने गर्थे। उनले हमास, हिजबुल्ला र होथी विद्रोहीहरूलाई बलियो बनाएर इजरायल र अमेरिका विरुद्ध एउटा ठूलो मोर्चा खडा गरेका थिए। खामेनीको कार्यकाल विवादरहित भने रहेन। सन् 2009 को चुनावी धाँधलीको विरोध र 2022 मा महसा अमिनीको मृत्युपछि भएका राष्ट्रव्यापी प्रदर्शनहरूले उनको सत्तालाई हल्लाइदिएको थियो। पछिल्लो समय डिसेम्बर 2025 मा इरानी पैसाको भाव घटेको र महँगीका कारण जनता फेरि सडकमा उत्रिएका थिए। मृत्यु हुनुभन्दा केही हप्ता अघि मात्र खामेनीले चेतावनी दिएका थिए कि यदि अमेरिकाले युद्ध सुरु गरेमा यो इरानमा मात्र सीमित हुने छैन र यसले क्षेत्रीय युद्धको रूप लिनेछ। तर विडम्बना, कूटनीतिक प्रयासहरू सफल हुन नपाउँदै उनीमाथि घातक प्रहार भयो। यो आक्रमणमा खामेनी मात्र मारिएका छैनन्, उनका छोरी, नाति र ज्वाइँको पनि मृत्यु भएको खबर छ। साथै इरानका रक्षा मन्त्री अमीर नासिर जादेह र रिभोल्युसनरी गार्ड IRGC का प्रमुख कमान्डरहरू पनि यो हमलामा परेका छन्। यसलाई इरानको सैन्य संरचनामा अहिलेसम्मकै ठूलो प्रहार मानिएको छ। खामेनीको मृत्युले इरान अहिले एउटा जटिल अवस्थामा छ। अब इरानको अर्को सर्वोच्च नेता को बन्ला? के इरानमा आन्तरिक गृहयुद्ध सुरु होला वा जनताले लोकतन्त्रका लागि नयाँ क्रान्ति गर्लान्? यो घटनाले मध्यपूर्वमा जारी इजरायल हमास र इजरायल हिजबुल्ला युद्धलाई अझ भयानक बनाउन सक्ने डर पैदा गरेको छ। खामेनीको अन्त्यसँगै के इरानमा कट्टरपन्थी शासन कमजोर होला त? तपाईलाई के लाग्छ? यो घटनाले विश्व शान्तिमा कस्तो असर पार्ला? आफ्नो विचार कमेन्टमा लेख्नुहोला। यस्तै विश्वभरका ताजा जानकारीका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँगै जोडिनुहोला। धन्यवाद।